सबै गाउँकालाई बोलाएर 1-1 रुपियाँको हिसाब दिन्छु। दुर्गा पूजाको 1 रुपियाँ पनि खान्न म। कति दिन दिन्छौ? 501 रुपियाँ। 501 रुपियाँ कसरी हुन्छ? होटल छ, चापात बगान छ। सुन हजुर, के अरे मैले तिमीलाई भनिदिएको छु, के अरे 2000 ल्याएको थियो नि, 1000 मैले कमाइदिएँ। 1000 बाट 1 रुपियाँ पनि कम्ती लिन्न, 1 रुपियाँ बढ्ता पनि लिन्न। हेरौँ न त पूजा चाहिँ कस्तो होला। यो मान्छे 2 घण्टा भइथ्यो, कहाँ गयो यो मान्छे? यहाँ पात टिपेर यत्रो राखेको त। पूजा लागेको उसलाई नि हो। 15 दिन छ अझै पूजा लाग्न। मातल दिएर उहाँ बगानमा आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ। ऊ पुग्न पुतलको मान्छे, उसलाई चाहिँ अब थपति बनाउँछन् भनेर उतालेर उसलाई मान्छे बोलाउन पठाएको होला। के खालको चाहिँ मान्छे रहेछ यो त? म त बिर्सेछु मोबाइल हेरेर। यो मोबाइल पनि कस्तो चिज काम गर्दा पनि बिर्साइदिन्छ। पितृ कति भोल खाँदा खाँदै लो प्रेसर भइसक्यो होला पितृलाई पनि। आटा पटल बोडी ल्याउनु पर्यो। रायोका साग कस्तो राम्रो निक्लेको छ अरे। जानु पर्यो सेन्टरतिर। पुग्छ ल। ए भाइ, हजुर दोकान आएको थिइस्? एकछिन यहाँ दोकानमा बस्दै गर, म आउँदै सेन्टरतिर ल। ए ल ल। यति पैसा छ, केही रुखो भएको बेलामा केही छैन। त्यहाँ दिदीले साग बेच्नुहुन्छ अरे, रायोको साग लिन हिँड्ने कि। साग ल्याउनु पर्यो, भात गरेर पनि ल्याउनु पर्यो। थुप्रो दिन भयो नखाएको। केही नभएको बेलामा जानु पर्यो। आज सब्जी लिएर आउनु पर्यो। आज पितृले पनि मुख माथिबाट मासु नखा भन्छन् बाउले सोह्र श्राद्धमा। ओहो, मासु त खानु हुँदैन सोह्र श्राद्धमा, खाइएको पनि छैन। अब भोल चढा, तिते कर्ले चढा, अचार चढा, के चढा, हाबीजाबी चढा भन्छन्। अब यो सब कहाँ पाउनु? ओहो, ए हतारी बर यता हो, ती पो जाँदैछन्। भन्नु त दादा, यो सोह्र श्राद्धमा नि त हजुर के गर्छन् मलाई नियम जानिन कि। मलाई उहाँ माथिबाट बाउले सपनामा आयो कि, ए मासु कति खान्छस्, मासु कति खान्छस् भन्नुहुन्छ। अनि मासु त कुरो नगर्नु नि सोह्र श्राद्ध। होइन, खाएको छैन मैले मासु। अनि उहाँले भन्नुभएको भोल चढा, फर्सी चढा, चारपाटे चढा, तिलको अचार चढा, यी चढा भनेपछि कहाँ पाइन्छ नि वस्तु चाहिँ? कहाँ पाइन्छ? यसो सेन्टरमा जानु। अब यताउति माग्ने त हिँड्ने दिन छैन। सेन्टरमा जानु। अब तिलको अचार, अदुवा पिसेर अचार पिरो पारेर त्यसरी बनाएर सबै चडक्क पारेर राखिदिने। दही घिउ जे छ त्यही अब सकेसम्म। ओहो, त्यसो भए त भोलि नै पर्सि हाम्रो बाबुको दशमी तिथि रहेछ कि। हजुर, म त के गरेर जाँदिन कि। के अरे मैले 2 जनालाई भेटेँ कि। आज दुर्गा पूजाको मिटिङ छ 3 बजी। कुनै हालतले पुग्नु पर्यो। तपाईँ 2 जनालाई भन्ने, अरू कोही पनि भेट्नु भयो भने भनिदिनु, म अरू गाउँमा बोलाउन जाँदैछु। दुर्गा पूजाको मिटिङ आजै रहेछ। आज गर्ने कि। त्यो सभापति चाहिँ कसलाई पार्ने रहेछ? सभापति अब तपाईँहरूले विचार गरेर होइन, यसो विचारमा त दादा पनि पार्नु पर्छ। त्यो पछाडिको कुरो हो कि म अरू बोलाएर ल्याउँछु। सबै काम छिटो भ्याउनु हुन्छ। हामी पो अलिक ढिला छिन् त होइन। म पनि हिँडे अहिले रायोका साग निक्लियो अरे कि सेन्टरमा, त्यो किन्न हिँडे कि। ल हिँडे, मेरो हतार छ। ल ल धन्यवाद। ल पाइदो रहन्छ यिनलाई। राम 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 राम, खपी नसक्नु हतारिनको। आज मिटिङ छ दसैँको, बोलाउँदै जानु पर्यो नि सबैतिर। ए रुद्र पण्डितजी, के अरे आज अहिले 3 बजी मिटिङ छ कि। यी हामीहरूको यहाँ के अरे अगाडि हामीहरू उ गर्थ्यौँ नि, हामीहरूको जुन मिटिङ गर्ने ठाउँ थियो, के अरे यी आएर 3 बजी तपाईँ तयार हुनु नि। म अरूतिर बोलाउँदै आउँदैछु। ए तपाईँहरूलाई पनि भेटेँ कि। आज दुर्गा पूजाको हामीहरूको मिटिङ छ कि। तपाईँहरू कुनै हालतले 3 बजी आइदिनु ल। दिएको मान्थे तापपात टिप्ने मान्थे, आउने बेलामा गएको मान्थे, उनीहरू थुत्ती भएर जाने बेला भइसक्यो। यहाँ दोक्ने मान्छे आउने बेला भइसक्यो। छैन उसको पत्तै। के खालको मान्छे यतिलाई लाग्दो रहेछ पूजा। अब जानु पर्यो नि उहाँ लत्ने घरतिर कहाँ हल्दिएको होला, त्यतै हेरेर आउनु पर्यो भत्किएको। कहाँ आज पुग्नु न थाम पुग्नु सक्दिनँ पुग्नु। अब 4-5 घर बोलाइसक्दा त मैले सकिहालेँ। हामीहरूको सबै गोरुडवाले नै बोलाइयो। दुर्गा पूजाको मिटिङ खुसी औसी सकिने बित्तिकै गर्थे। यसपालि अब 16 श्राद्ध सकिसक्यो, अझै कुरो कन्चो कसैको पनि छैन। पोहोर नि त अलिकति घाँटी बाजेट लागेछ क्या र
त्यही भएर मान्छे यस्ताले अग्रसर भएका छैनन्। ए डाक्टर शिवजी नमस्ते छ। नमस्ते। शिवलाई नमस्ते छ। के अरे दुर्गा पूजाको मिटिङ छ कि अहिले 3 बजे तपाईहरु छिट्टो आइदिनु ल। हामीहरुको जुन छ फिल्ड छ त्यहाँ आइदिनु ल। म अरूतिर बोलाएर अहिले आउँदैछु। मिटिङ गरेर कहिले जिनिस जोगाउनु भन्नु त? जोगाडपात गर्नु पनि त पर्यो नि त। र पनि छिटो छिटो गरेर मान्छेहरूको स्थितिहरू नराम्रो छ, पैसा इन्कमको सोर्स छँदै छैन भने साह्रै नै पर्छ। डाक्टर शिवज्यू खोइ त मिटिङमा स्वर्गले 3 बजी बोलाएको मान्छे अहिले त कोही पनि छैनन्। मिटिङमा त कोही पनि आउँदा रहन्छ नि त। यस्तो मिटिङमा नि यस्तै हो। अस्ति त्यो झिल्के माइलाकी बुहारी हिँडी भन्दाखेरि हिँड्न नसक्ने लङ्गडो मान्छे पनि नि घिस्रिँदैखेरि आइपुगिरहेको थियो। ठिक भन्नुभयो। त्यो मिटिङमा त्यतिखेर म पनि गएको थिएँ नि झिल्के माइलाको उसमा। देख्नु मान्छेको कति ताँत छ। आज समाजमा एउटा दुर्गा पूजाको मिटिङ भन्दाखेरि एउटा मान्छे अघि तक छैन त। एउटा धर्म अनुष्ठानको सरसल्लाह गरौँ न त भन्दाखेरि मान्छेले सबै पछि पर्छन् र एउटा केही घटना घटोस् त मान्छे ठेलाठेल भएर आइपुग्छन्। हुन पनि सक्छ त्यो स्वर्गले राम्ररी बोलाएन कि त्यता पनि छ। कस्तो चालले बोलाउनु? अब सुपारी दिउँ भने बिहेको निम्तो होइन, मिटिङमा बोलाउने तरिका त्यस्तै होइन र? त्यही हो। अनि डाक्टर शिवज्यू खोइ त स्वर्ग पनि आइपुगेन त। म आइपुगेँ त। ए अच्छा स्वर्ग भन्दा भन्दै आइपुग्छ। यहाँ बस्छ यहाँ कहिले के गरी मान्छे बोले? कोही पनि आएको सबै आइसक्नु भयो त। ए आउनु घर घर बोलाएर आएको। ए आइपुग्नु भन्नु बस्नुहोस्। नमस्ते सबैजना नमस्ते। मिटिङ अरे पूजाको मिटिङ। अच्छा सारेहरू पनि सबै आउनु भएछ। लु अब यतिमै मिटिङ स्टार्ट गरौँ न होइन? अच्छा डाक्टर शिवजी के भन्न चाहनुहुन्छ तपाईँ? स्टार्ट गर्नुपर्छ। राति भइसक्न आँटो। अब राम्रा राम्रा कामहरूमा राम्रा राम्रा मिटिङहरू गर्नेमा मान्छेहरूको समागम हुँदैन। नराम्रा कुराहरूमा कसैले कसैकी स्वास्नी लगो, कसैले कहाँनिर के गरो, यस्ता उस्तामा चाहिँ मान्छेको जमघट हुन्छ भने यहाँ अब पैसा पाती दिनुपर्छ, त्यहाँ गएर काम पनि गर्नुपर्छ। यी विभिन्न कुराहरूले गर्दाखेरि मान्छेहरू खुट्टा पछाडि सार्छन्। ठिक सही कुरा गर्नुभयो। म राजी छु हजुरको कुरामा, सहमत पनि छु। पोहोर 500 रुपियाँ थियो, यसपालि 1000 गरेर उठाउनै पर्छ। होइन भने मेरा पछाडि हिँड्नु, म जान्छु घर घरमा। 1000को भन्दा सबैले हुन्छ, सबैले 1000 दिन सक्छन्। स्वर्गको कुरामा नि म जुक्ति गर्न सक्दिनँ। हुनेले पैसो दिन्छ, नहुनेले कहाँबाट दिन्छ? नहुनेलाई त 200 रुपियाँ निकाल्न पनि नि 2 दिन हाजिरा जानुपर्छ। त्यसले कहाँबाट निकालेर दियोस्? र यो जुन चण्डाको माने लेभल हेरेर भाग हुन्छ। यस्तो हामीले यसो गर्दा हुन्छ, गरिबको रेम कम बसाएर धनीलाई बेसी गराएर गऱ्यो, नोकरी चाकरी गर्नेलाई अलिक बेसी पारेर, कसैको नोकरी छैन त्यसको गच्छे अनुसार हिसाबले भाग गरिदिनु सक्छ, राम्रो हुन्छ। चण्डा हिसाबको त्यो हिसाबले नै गऱ्यौँ। एउटा गरिबको आर्थिक अवस्था छैन त्यसलाई त्यही हिसाबले चण्डा राख्यौँ। जसको धनी छ नोकरी चाकरी छ त्यही हिसाबले राख्दा पूजा राम्रो। कुरामा म मान्दिनँ नि त। धनीले पनि उति नै प्रसादी खान्छ, गरिबले पनि उति नै प्रसादी खान्छ। त्यो हिसाबले त हुँदैन नि त। सबैलाई मतलब बराबर हिसाबले लानुपर्छ। त्यो अनुसारै गर्नुपर्छ। पैसा त अब एबिलिटी छैन भने कसैको त्यसले दिन सक्दैन। नसकेपछि दिगदार हुन्छ। तर पूजा पनि हामीले नगरी त हुँदैन, गर्नै पर्छ। त्यस कारणले गर्दाखेरि समाजले विचार गरेर हामी सबैले को कस्तो खालको मान्छे हो हामीले जानेकै छ। हाम्रै अञ्चलमा हाम्रै गाउँघरमा बसेका मानिसहरू हुन् र कसैलाई पीर मार्का नपारिकन आउँदो आइरहेको यो चाडलाई राम्रो चाडले कसरी मनाउन सकिन्छ त्यही नै हामीले गर्नुपर्छ। हजुरको कुरालाई म सहमत पनि गर्छु। किनभने हुने खानेले चाहिँ अलिकति बढी, धेर बढी पनि होइन। किन जागिर गर्ने मान्छेसँग यति पैसा हुँदैन। उहाँको गाडी मोटर लोन सोन किस्ती सिस्ती हुन्छ। अनि उहाँको चाहना पनि बेसी बेसी हुन्छन् र उहाँको खर्च पनि बढी हुन्छ। र उहाँलाई चाहिँ अलिक चन्दामा चाहिँ अलिक धेर धरेर अलिक नहुनेलाई चाहिँ ठिक्क एउटा निरिख राखेर पूजा चाहिँ गरौँ, सानोतिनो गरौँ, रमाइलो गरौँ, खुसियाली सबैमा छाओस्। तर सानो म गरिब छु भनेर कसैले पनि सोच्नु पर्दैन। अच्छा यसपालि सभापति चाहिँ कसलाई बनाउने हो? मेरो म चाहिँ भन्छु नि त स्वर्गलाई बनाऊ न। होइन स्वर्गलाई नबनाएर यो होइन, स्वर्गले नाग पञ्चमीदेखि नै म सभापति हुन्छु भनेर हामीलाई नि स्वर्ग किनभने नाग पञ्चमीदेखिबाट दौडिरहेको छ यो पूजाको लागि। सही कुरा हो। स्वर्गै हुनुपर्छ। बनाऊ। होइन उसलाई चाहना छ भने उसले गरोस्। होइन हजुरै हुनुपर्छ एकदम। सभापति दलाई बनाए पनि तर काम चाहिँ राम्रो ताले हो, उठेलाई बनाइदिनु। अब सभापति भइहालिस्। अब पैसा चन्दा कलेक्सन गर्नका लागि कसरी गर्छ तैँले गर्ने।
सबै दायित्व तेरो दिएको छ नि त्यहाँ जिम्मेवार बुझिस् नि अब म सभापति भएँ नि पैसा मसित बिहान आउनु बिहान 7 बजी निस्किनु पैसा कसरी कोसीबाट निस्किन्छ मलाई थाहा छ मैले यो पूजा खतम गरिन भने मेरो नाम पनि स्वर्गे होइन यो पनि स्वर्गे होइन पैसा जति जम्मा गरेर हामीलाई खानु होइन हामीहरूको त बानी छैन त्यो के अरे खान्छन् अरूले ठिकादारले यो हामीहरूको गाउँ सभा हो यो रत्ने उठाएर चाहिँ नि अलिअलि चाहिँ पुरी सब्जी खानै पर्छ है होइन त्यो त ठिकै छ कि यो स्वर्गीयको कुनै ग्यारेन्टी छैन नि बुझ्नुभयो नि यो रत्ने यो दिमाग लाउँछ नि यसले चाहिँ पैसा उठाएर केही कुछ जेबमा हाल्न पनि सक्छ नि भरे तँलाई पाइ दुर्गा पूजाका भोलिपल्ट नि सबैलाई बोलाएर म सबै गाउँकालाई बोलाएर 1-1 रुपियाँको हिसाब दिन्छु दुर्गा पूजाको 1 रुपियाँ पनि खान्न म त्यसमा चाहिँ ठिकै छ भोलि बिहान 7 बजी सबैजना निस्किनु पर्यो र कसरी कोसीबाट पैसा निकाल्नु पर्छ यही हामीहरूको गाउँ हो लु आउनु अनि कहाँ जाने हो हामी यहाँ हतारी बुहारी कहाँ जाने हो कि उहाँसित तपाईँहरू चु नगरी बोल्नु हो नबोली बस्नु ओके ए हतारी बुहारी हजुर भन्नु त म त दुर्गा पूजाको चन्दा उठाउँदै आएको भन्नु त के अरे तिम्रो नाममा चाहिँ यहाँ हेर कसले कति दिए हेर हेर्दै जाऊ मास्टर रहेछन् सबैजना हुनुहुन्छ आर्मी रहेछन् अनि होइन त्यो भनेको होइन तपाईँलाई चाहिँ 2000 लेखेको छ 2000 हजुर यहाँ 501 रुपियाँ लेख्नु त म त्यति दिन्छु 501 रुपियाँ अवस्था पाती जति छ त्यति दिन्छ त्यसै नचाहिँदा त तपाईँले पनि लेख्न पाउनु होइन दिन्छौ 501 रुपियाँ 501 रुपियाँ कसरी हुन्छ होटल छ चापात बगान छ चापात बगान भन्नुहुन्छ टिपेको 6 रुपियाँ केजी युरिया खार गर्दाखेरि लास्टमा टिप्नेलाई धेर मालिकलाई कम्ती भइसकेको छ अहिले चापातको कुरै नगर्नु छन त छ नि छन त छ के भन्नु त उतै काम गर्नेलाई धेरै छ मालिकलाई कम्ती छ छन त छ नि छ त 16 सरात लागेको थाहा छ नि हामीहरूका बारीमा बैगुनै बैगुन छन् त्यो भन्दा भयो अनि तपाईँले के गर्न खोज्नु हुँदैछ यत्रो पैसा उठाएर के अरे बाहिरबाट हामीहरू के अरे कलाकार ल्याउँदैछौँ अनि हाम्रा यहाँ साना भाइ सिकाउन भाइ बुइना छैनन् बाहिरबाट कलाकार ल्याएर गाउँभरिमा उठाए ती कलाकारलाई पैसा दिएर पठाए साना भाइ बुइनालाई नचाएर बरु प्राइज दिनु ती भाइ बुइनालाई कसरी हुन्छ फकाएर फुस्लेर झन् राम्ररी अगाडि बढाउन खोजेर छोडेर चाहिँ अरूलाई चाहिँ पैसा दिएर पठाउनुहुन्छ तपाईँले होइन त्यो खोजेको होइन कि तपाईँले 2000 रुपियाँ चाहिँ दिनै पर्छ यो होइन दादा म सक्दिनँ कि घाँटी हेरेर हड्डी निल्नु भनेको डाइरेक्ट होइन मिलाउन होइन कि पूजा होइन म जति सक्छु त्यति दिन्छु कि दाबी हुँदैन पूजामा दाबी हुँदैन अनि भन्नु होइन कि नाच्न पहिले साना भाइ बहिनीलाई नचाउनु पर्छ अनि अरू ठुलालाई नहुन्छ पोहोरपालि ती एउटी बुइनीलाई नचाउनै पाएनन् बिचारा लुगा लगाएर बसेको बसै तिनै निराई पहिले आफ्नालाई नचाए त्यो पूजा उठाउँदा आफ्नालाई भनेर पनि त उठाइँदैन नि त कि आफ्ना मात्रै भएर पूजा गर्नु पर्यो सबै राइज भएपछि राइजका सबै पहिले साना केटाकेटीलाई नचाउनु पर्छ अनि यहाँ ठुला बाका नाच्छन् सुन हजुर के अरे मैले तिमीलाई भनिदिरहेछु के अरे 2000 ल्याएको थियो नि 1000 मैले कमाइदिएँ 1000 बाट 1 रुपियाँ पनि कम्ती लिन्न 1 रुपियाँ बढ्ता पनि लिन्न हेरौँला नि त पूजा चाहिँ कस्तो होला लुङ्गे पिङ हान्नुहुन्छ हेरौँला नि त त्यसै हेरौँला दिनु पर्यो हार्न सकिन अब दिनै पर्यो तिमी हिँड तिम्रो हामी जाँदैछौँ आज चाहिँ यसपालि चन्दामा त हेर्नु हामी छाड्दिनु पोहोरको जस्तो त हामी मान्दैनौँ नि त अब अच्छा हेरौँ न अब के कस्तो हुन्छ गाडी छ तिम्रो कम छ टमटम अटो दोकान यसको 5000 चाहिँ दिनै पर्छ है कुनै एकदम गलबत्ती गर्नु हुन्न नि फेरि 5000 एकदम पर्दैन दिनै भनेपछि तपाईँले यसपालि मलाई 5000 लेख्नुभयो पोहोरको मेरो लिस्ट हेर्ने त मात्र 601 रुपियाँ मात्रै छ हेर्नु न पोहोर पूजा भएको थियो 20000 मा यसपालि मूल्य वृद्धि भयो 50000 मा पनि पूजा हुँदैन अनि पूजा हामी कसरी गर्ने त्यो त ठिकै छ तपाईँले टमटम अटो दोकान यी सब हेर्नुभयो होइन तपाईँले 5000 त एउटा धेरै भयो नि त 1000 रुपियाँसम्म लेख्न हुँदैन 1000 त हुँदैन पार लाग्दैन पार लाग्ने भनेको होइन मैले भनेको 5000 लेखेको छ अब यहाँ चाहियो अब हाम्रो कमिटीलाई मैले यहाँ 1000 रुपियाँ दिएँ भने नि अति त्यस्तै हामी टमटम लिएर यहाँ आएर जसमा ढिका सोल्युसन पुग्दैनौँ ढिका सोल्युसन पुग्दाखेरि बाटामा नि त त्यो हामीलाई चन्दा लिने मान्छे थोरै हुँदैन
कतिजना दिन सक्नु होइन त्यो अलग हो कि त्यो कुरो अस्ति मिटिङका दिन भन्नु पर्थ्यो तपाईँले अहिले यहाँ चन्डा लेखाएर अहिले दिन भन्न चाहिँ पाउनुहुन्न नि त्यतिखेर त्यो मिटिङमा नै रत्नेलाई 5,000 भनेर चाहिँ लिएको थिएन नि बुझ्नुभयो नि नलेखे पनि यति नै लेखेको छ दिने हो कि होइन धेरै बोल्नुहुँदैछ नि तपाईँको यहाँ लु 20,000 लेख्नु त तपाईँ डाक्टर मान्छे म एउटा दिन हाजिरा गर्ने टमटम र अटो छ भने 5,000 लेख्नु कि म 20,000 दिने भए लेख्नु डाक्टर सुबेजीले 20,000 दिन्छन् भने म 5,000 कहिले भेट्छु यो पैसा भोलि टमटम बेचेर भए पनि दिन्छु म ल ल ल ल मैले चाहिँ माने हो तपाईँलाई रत्ने जस्तो चिसो मान्छेलाई पनि 5,000 चाहिँ तपाईँले नि फसल गर्नुभयो माने मैले यो सर्गे हो यो सर्गे कोसित के गर्नुपर्छ ए बाघको मुखबाट मासु तानेर ल्याउने खालको अरे त्यो त मेरो दाहिने हातको खेला हो उहाँको क्यापासिटी छ अलिकति दाहिने हातको खेला हो यो